हेलो गाइस, वेलकम टु माई एसकेजी भ्लग। हजुरहरु सबैजनालाई आज मेरो भ्लगमा वेलकम छ। आज म मेरो घरमा चाहिँ दाल पिस्न लागिरहेको छु। के हस्छौ? अब यो दाल मैले अब मेरो भाइ बहिनीहरुलाई मुकबाङमा राखेर एक ताउलो बनाएर खुवाउने विचार गर्दैछु। अब कुन चाहिँले खान सक्छ त्यो विनर हुन्छ। त्यसलाई चाहिँ मेरो पनि एउटा चटपट पसलमा त्यसको विनर हुनेलाई चाहिँ चटपट पसलमा 200 रुपियाँको चटपट इनाम दिइने छ। खुर्सानी चाहिँ अलिकति धेरै राख्ने विचार गरेको छु। ल गाउँले जीवन यस्तो छ यी हाम्रो गाउँले जीवन। यो मेरो हजुरबाउको पालाको जाँतो हो। यसले चाहिँ मजाले ठुलो खान्छ कि। आमा यति मात्रै हो कि छ अरू दाल बोडी छ? होइन बोडिन्छ नि, बोडिन्छ भने पिसिन्छ क्या म। यही पिसिन्छु। सरी चिसो लागेछ फ्रिजको पानी खाएर। ढिक्की च्याउ घरी घरी जात। अब उठाउन जाऊ भयो नि त फेरि बेला यस्तो पिस्नु पर्यो। अनि यो बिचको उठाएर छेउछेउको झारेर बिचकोलाई फेरि यसरी छेउछेउमा मिलाएर पिस्दाखेरि बराबर अनि त्यहाँबाट सिटी लगाएर गर्मी महिनामा दाल भात खाँदाखेरि शीतल हुन्छ क्या। लौजा अब माइली केराउको पालो सिद्धियो। अब मसुरको पालो आउँदैछ है गाइज। मसुरको पालो आउँदैछ। मसुरको पालो भनेको मसुरको पालो। यसरी पिसेको दाल शरीरको लागि पनि फाइदा हुन्छ र मेनमा पिस्यो भने अनेक थरी के लाग्छ। यो हाम्रो झाँक्रीमा पिसेको अर्ग्यानिक पराएको राम्रो हुन्छ कि खानाको लागि। छुट्टै केलाउनु पर्यो नि। अब चाहिँ गए मसुरको पालो आउनै लागिसक्यो। अब यो मैले केराउ अब आएर अब मसुरको पालो
तिरपाल माझिरहेको त हल्लेको हल्ले भयो त। यस्तो गरेर यस्तै पिस्न पर्ने स्थिति आयो। तिरपाल माझिरहेको त हल्लेको हल्ले भयो। अब म त नाङ्लो माथि राख्नु पर्ला जस्तो छ। हल्लेको त गाड्न पर्ने थियो कि हामीले सिमेन्टी प्लास्टर गरेर गाडे थियो। मसिनो भयो भाइ। आजकल मान्छेहरू यस्तो सोखिन भयो कि बाबे किनेर खान पल्केर घरमा काम गर्नै गाह्रो हुने। पहिलाको 25 रुपियाँ छ। अहिले अङ्कितको र तिम्रो हो कि छुट्टै छुट्टै हो? पहिलाको 25 छ अनि अहिले कति भयो? भनेपछि अब कति बाँकी रह्यो त? मेरो 105 भयो टोटल है। अङ्कितको छुट्टै छ। यहाँ कति लामो बोल्नै आउँदैन। त्यो भिडियो गर्ने मात्रै हो क्या। यसो अलिअलि सुरुमा यसो सिक्या हो कि के गर्ने गाई। सिक्न पर्यो नि, मलाई आउँदैन। मैले डाँडा काटिसक्यो। मान्छे बच्चै कसलाई हो? यो केलाउन मेरो ढङ्ग छैन आमा। गाइस आजलाई यति नै। मेरो भाले पनि त्यहाँ छ, मेरो मम्मी यहाँ छ, मेरो भाइ त्यहाँ छ, घुम्दै चाहिँ यो त्यहाँ चाहिँ। थ्याङ्क यू।